हे गाइज, आज चाहिँ नयाँ ठाउँबाट स्टार्ट हुँदैछ भिडियो। अनि म चाहिँ नगरकोटसम्म जान लागेको हो। हामी दुईजना छौँ। अनि नगरकोटसम्म जान लागेको, सानो राइड पनि हुन्छ भनेर। आज शनिबार कतै हिँडान छैन, अनि अब यसो भ्लग पनि हुन्छ भनेर निस्किन लागेको। खासमा म यताबाट सल्लाघारी भएर सल्लाघारी हुँदै जान्छु। जान चाहिँ मेन रोडै जाने हो भनौँ न। जेस भित्रको बाटो त्यो सल्लाघारीबाट चाहिँ भित्र छिर्छु, नत्र चाहिँ मेन रोड हो। अब आज शनिबार हो, खास त्यस्तो धेरै जाम पनि हुँदैन होला, त्यही भएर नि केही हुँदैन भनेको। आम्मामा र्याली हिँडे जस्तो के हो यस्तो विधि प्याक। अब यहाँ कुर्दिम जाममा एकछिन जडीबुटी चोकको जाममा त बस्नै पर्ने हुन्छ, फेरि गाह्रो पो छ त। अलग गाइज अहिले चाहिँ राधे राधे आइपुग्यो। अब अगाडि सल्लाघारी पुगेर अनि त्यहाँबाट भित्र छिर्ने हो। बिस्तारै गएर अब कुदाएको छैन, बिस्तारै चिलमा गएर हो। अनि यो चाहिँ म्याप चाहिँ मलाई फेरि त्यहाँ फोन अगाडि राखेपछि म्याप चाहिँ चाहिन्छ क्या। फेरि बाटो थाहा भयो नि थाहा नभए नि चाहिन्छ कि त्यहाँ चाहिँ म्याप चाहिँ। यहाँ पनि जाममा पऱ्यो यार, के भएको आज फुल अन जाम मोड छ त आज त यार। कहाँबाट आउँछ यार मान्छेहरू नि। अब अहिले चाहिँ सल्लाघारीबाट माथि छिरिसक्यो। यो रोड चाहिँ मलाई क्या मनपर्छ क्या, फेरि राम्रो लाग्छ क्या यो रोड। आएको जङ्गलको बिचमा होइन। बिस्तारै जानुपर्छ, बिस्तारै। यहाँभित्र डट बाइक छिराएर कुदाउँदै भने कस्तो कुदाउँथ्यो होला केटाहरूले है। रकेटभन्दा चर्को कुदाइदिन्थ्यो होला त यहाँभित्र त। यति हो मलाई यहाँसम्म, यो आर्मीको ग्राउन्डसम्म राम्रो लाग्छ। त्यो पछि चाहिँ नट इन्ट्रेस्टेड खालको जस्तो हुन्छ। फेरि यो रोड चाहिँ घर सुरु हुन्छ नि त अलि अगाडिबाट, अनि फेरि खासै मन पर्दैन क्या। कस्तो नयाँ पिच गरेछ अरे यहाँ, हो कि म धेरै पछि आएर हो जोस्। टर्निङमा चाहिँ सकेसम्म यहाँनिर न्यारो रोड छ नि त, अनि सिधामा कुदायो नि टर्निङमा चाहिँ बिस्तारै। सो अब चाहिँ आइपुग्न लाग्यो। यतै कता थियो यतै उयो हो क्या र। यप, दिस इज इट, आजको हाम्रो डेस्टिनेसन।
मण्डपगिरी यहीँ हो।